हेलो साथीहरू, स्वागत छ फेरि पनि तपाईहरुलाई हाम्रो आजको यस भिडियोको लागि। र आज भने चाहिँ हामी ब्रिकको रिमेनिङ पोर्सनहरु कभर गर्छौं र ब्रिकको रिमेनिङ पोर्सनहरुमा अब हामीले ब्रिकको बर्निङको बारेमा पढिसकेका थियौं हैन। त्यसको सरल रिभिजन गरौँ। हामीले बर्निङ कति बेरसम्म गर्छौं भन्दाखेरि चाहिँ बर्निङ इज नर्मली डन फर 24 आवर्स है त। जस्तै हामीले त्यो के रे ब्रिकलाई चाहिँ सुकाइसकेपछि चाहिँ हामीले बर्निङ कति दिनसम्म गर्छौं भन्दाखेरि चाहिँ एक दिनसम्म 24 आवर्ससम्म अथवा चाहिँ धेरैमा गर्यो भने 48 आवर्ससम्म गर्छौं है त। बर्निङ इज डन फर 24 आवर्स है त। अब हामीले बर्निङ कति डिग्री सेल्सियसमा कति टेम्परेचरमा बर्निङ गर्छौं भन्दाखेरि चाहिँ नर्मली burning is done at 1000 डिग्री सेल्सियसदेखि 1000 डिग्री सेल्सियसदेखि लिएर 1200 डिग्री सेल्सियससम्म हामीले के गर्छौं बर्निङ गर्छौं है त। अनि त्यसपछि अब कुलिङ गर्ने है त। अब ब्रिक गरिसके बर्निङ गरिसकेपछि कुलिङ कति दिनसम्म गर्ने भन्दाखेरि चाहिँ कुलिङ इज डन फर कति दिनसम्म भन्दा चाहिँ 12 दिनसम्म है त। 12 डेज है त। 12 दिनसम्म चाहिँ हामीले के गर्ने कुलिङ गर्ने है त। अब कुलिङ गरिसकेपछि हामीले अर्को के गर्ने भन्दाखेरि चाहिँ अस्ति कुलिङ गरिसक्यौं। अब कुलिङ गरिसकेपछि चाहिँ अब त्यो बर्निङ गर्न हामीलाई कति काठ चाहिन्छ, कति एमाउन्ट अफ वुड चाहिन्छ है त। त्यो पनि हामीले याद राख्नुपर्छ। वुड रिक्वायर्ड फर बर्निङ is 0.1 tons per meter cube, 0.1 अथवा चाहिँ 0.1 टन टु मिटर क्यूब्स और 0.15 टन्स पर मिटर क्यूब है त। टन्स पर मिटर क्यूब हामीलाई यो इटा भट्टीमा जलाउनको लागि चाहिँ कति दाउरा चाहिन्छ भन्दाखेरि चाहिँ 0.1 टन्स पर मिटर क्यूब भनेको 1 टनमा कति केजी हुन्छ? 1 टन भनेको चाहिँ 1000 केजी हैन। भनेपछि 0.1 भनेको 100 केजी। 100 केजी चाहिँ हामीलाई काठ चाहिन्छ रे। 1 मिटर क्यूब जलाउनको लागि 100 केजी चाहिन्छ रे। भनेपछि अनि अब जस्तै 100 केजी अथवा चाहिँ 150 केजी को रेन्जमा हामीलाई चाहिन्छ रे है त। अब फेरि 1 लाख वटा इटा जलाउन कति चाहिन्छ? फर 1 लाख नम्बर अफ ब्रिक बर्निङ भनेको एकदमै अगाडि चाहिँ बर्निङ फर 1 लाख नम्बर अफ ब्रिक require 20 tons of coal or 25 tons of wood है त। हामीलाई चाहिँ अब 1 लाख वटा इटा जलाउनको लागि चाहिँ हामीलाई 20 टन कोल चाहिन्छ, कोइला चाहिन्छ अथवा चाहिँ 25 टन वुड चाहिन्छ है त। यति एमाउन्ट अफ हामीलाई कोल र वुडको चाहिँ रिक्वायर्ड हुन्छ है त। ल ओके। अब यति पछि हाम्रो नेक्स्ट छ डाइमेन्सन अफ ब्रिक। अब ब्रिकको डाइमेन्सन चाहिँ कति हुनुपर्छ है त। अब इन्डियन स्ट्यान्डर्डको आधारमा हेर्ने भने डाइमेन्सन अफ ब्रिक है त हाम्रो नेक्स्ट टपिक। डाइमेन्सन अफ ब्रिक है त। अब इन्डियन स्ट्यान्डर्ड अकर्डिङ टु द इन्डियन स्ट्यान्डर्ड है त। अकर्डिङ टु द इन्डियन स्ट्यान्डर्ड यो त सबैले थाहा नै छ होला। अकर्डिङ टु द इन्डियन स्ट्यान्डर्डको आधारमा हामीले हेर्ने हो भने जस्तै अब इन्डियन स्ट्यान्डर्डको आधारमा हेर्ने भने अकर्डिङ टु इन्डियन स्ट्यान्डर्ड आइएस नोमिनल साइज अफ ब्रिक भनेको कति हुन्छ भन्दाखेरि चाहिँ साइज अफ ब्रिक भनेको चाहिँ 19 × 9 हुन्छ है त। तर बट अब अकर्डिङ टु द नेपाल स्ट्यान्डर्ड एनएस हैन, एनबीसी नेशनल बिल्डिङ कोड अथवा एनएस नेपाल स्ट्यान्डर्ड हामीलाई अब साइज अफ ब्रिक भनेको कति हुन्छ भन्दाखेरि चाहिँ साइज अफ ब्रिक भनेको चाहिँ हाम्रो कति हुन्छ भन्दाखेरि चाहिँ नोमिनल साइज अफ ब्रिक भनेको चाहिँ कति हुन्छ भन्दा चाहिँ नोमिनल साइज भनेको चाहिँ यसमा मोटार पनि जोडेर है त, मसलाहरू पनि जोडेर चाहिँ कति हुन्छ भन्दाखेरि चाहिँ 240 × 115 × कति हुन्छ भन्दा चाहिँ 57 mm हुन्छ है त। 240 × 115 × यो चाहिँ सेन्टिमिटरमा है, यो चाहिँ एमएम है। अब जस्तै 240 × 115 × 57 mm को
हाम्रो इटा हुन्छ। जस्तै मसला जोडेर, जस्तै अब सपोज यो इटा छ भने, यो ब्रिक छ भने, ठिक छ, यो ब्रिक छ भने, यो ब्रिकमा चाहिँ हाम्रो यो ब्रिक छ भने अब यसमा माथिपट्टि यसो फ्रग हुन्छ है, यहाँ मसला हाल्ने ठाउँ। जस्तै अब यसमा अलिकति यतापट्टि मसलाहरू पनि हाल्छौँ नि त हामीले, यतापट्टि पनि मसला हाल्छौँ, ठिक छ, उतापट्टि पनि मसला हाल्छौँ र यतापट्टि पनि मसला हाल्छौँ। त्यो मसलासँग चाहिँ हाम्रो नोमिनल साइज भनेको कति हुन्छ भन्दा चाहिँ 240 × 115 × 57 mm हुन्छ है त। अब हामीले मसलालाई हटाएर विदाउट मोटार हेर्ने हो भने चाहिँ साइज अफ ब्रिक विदाउट मोटार कति हुन्छ भन्दाखेरि चाहिँ साइज अफ ब्रिक विदाउट मोटार भनेको कति हुन्छ भन्दाखेरि चाहिँ विदाउट मोटार भनेको चाहिँ साइज अफ ब्रिक विदाउट मोटार भनेको चाहिँ अब यसमा -10 mm गर्नु पर्यो र यसमा -5 mm गर्नु पर्यो र यसमा चाहिँ ±3 mm है। यसमा कतै +3 mm पनि गर्न सक्छ, कतै -3 mm पनि गर्न सक्छ है, दुवै कुरा हुन सक्छ। अब यसमा 10 घटायौँ भने कति हुन्छ 230 इन्टु यसमा 5 घटायौँ भने कति हुन्छ 110 इन्टु अनि यसमा 3 जोड्यौँ अथवा 3 घटायौँ भने कति हुन्छ 54 mm अथवा चाहिँ यसमा 3 बढायौँ भने कति हुन्छ 230 इन्टु 110 इन्टु 60 mm mm क्युब है त, mm क्युब हुन्छ, mm इन्टु mm इन्टु mm गर्दा mm क्युब हुन्छ है त। ल mm क्युब नराखौँ, mm लेखौँ है। जस्तै अब साइज हो नि त, अब यहाँ पनि mm हुन्छ, यो पनि mm हुन्छ, अल डाइमेन्सन mm हुन्छ है। ल मैले यसरी सरल भनिदिएँ है त। यो भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ साइज अफ ब्रिक भनेको यो है त। इन्डियन स्ट्यान्डर्डमा 19 × 9 × 9, त्यसपछि नेपाली स्ट्यान्डर्डमा 240 × 115 × 57। यो भनेको चाहिँ नोमिनल साइज भनेको मसलासँग जोडेर, मसलालाई फालिदिने भने चाहिँ 10 mm लेन्थ, यसबाट 10 mm फाल्नु पऱ्यो, यसबाट चाहिँ विड्थबाट चाहिँ 5 mm, यताबाट फेरि चाहिँ हाइटबाट चाहिँ फेरि यताको साइडबाट चाहिँ फेरि कति फाल्नु पऱ्यो 3 mm, कि त 3 mm फाल्नु पऱ्यो कि त जोड्नु पऱ्यो होइन। यसरी चाहिँ हाम्रो यो नोमिनल साइज डाइमेन्सन अफ ब्रिक भनेको यो है त। अब यसमा सानो एउटा टपिक छ, जस्तै यो जुन फ्रग छ नि, यो फ्रग, यसलाई भनेको फ्रग, माथिको फ्रग भन्छौँ। यो फ्रग भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ अब यसमा चाहिँ हामीले माथिबाट मसला हाल्ने हो कि, यसमा चाहिँ मसला बस्छ अनि माथि दुईवटा ब्रिकहरू चाहिँ माथि यसरी बोल्ड बस्छ होइन। जस्तै सपोज यो एउटा ब्रिक छ भने यसको माथिबाट अर्को ब्रिक राख्नु पऱ्यो भने बिचमा चाहिँ हामीले मसला राख्ने अनि यसरी टक्क जान्छ होइन। अनि यसको जुन डिप्रेसन हुन्छ कति हुन्छ भन्दा चाहिँ यो 10 mm हुन्छ, यसको डिप्रेसन भनेको चाहिँ 10 mm हुन्छ है त। यो कुराहरू चाहिँ हामीले बुझ्नु पर्यो, ठिक छ। डाइमेन्सन अफ ब्रिक भनेर पनि हाम्रो टपिक सकियो है त। अब यसपछि हामी अर्को टपिक के छ भन्दाखेरि चाहिँ टाइप्स अफ ब्रिक छ है त। यसपछि हाम्रो नेक्स्ट टपिक भनेको टाइप्स अफ ब्रिक है त। नेक्स्ट टपिक भनेको चाहिँ टाइप्स अफ ब्रिक। अब टाइप्स अफ ब्रिकमा हामीसँग 4वटा टाइप्स छ। टाइप्स अफ ब्रिकमा हामीसँग 4वटा टाइप छ। सुरुमा फर्स्ट क्लास ब्रिक छ, ठिक छ, फर्स्ट क्लास ब्रिक। अब फर्स्ट क्लास ब्रिकमा के कुराहरू हुनुपर्छ भन्दाखेरि चाहिँ फर्स्ट क्लास ब्रिकको चाहिँ द सेप एन्ड साइज सुल बी युनिफर्म होइन, सेप एन्ड साइज सुल बी युनिफर्म, सेप एन्ड साइज सुल बी युनिफर्म हुनु पर्यो, सुल बी युनिफर्म हुनु पर्यो, युनिफर्म होइन, युनिफर्म सेप एन्ड साइज युनिफर्म हुनु पर्यो, युनिफर्म टेक्सचर, युनिफर्म कलर हुनु पर्यो। यो कुराहरू हामीले मिलाएर लेख्न सक्छौँ। तर त्यो बेसिक के अरे त्यो म्याथमेटिकल कुराहरू जुन इम्पोर्टेन्ट कुराहरू के हुन्छ भन्दाखेरि चाहिँ फर्स्ट क्लास ब्रिकमा चाहिँ जस्तै इट सुड नट एब्जर्ब 15% of water 15% of water of its dry weight है त, of its dry weight when it immerses in a water है त, in a water। जब हामीले यो फर्स्ट क्लास ब्रिकलाई पानीमा राख्छौँ भने त्यो पानीमा राख्दाखेरि चाहिँ त्यो ब्रिकले चाहिँ 15% आफ्नो सुक्खा हुँदा, एकदम सुक्खा हुँदाखेरिको 15% सुक्खा हुँदाखेरिको एउटा वेट आउँछ नि, त्यो वेटको 15% भन्दा बढी हुनु हुँदैन, 15% भन्दा कमै हुनु पर्यो है त। त्यति चाहिँ त्यसले एब्जर्ब गर्न पायो। त्योभन्दा 15% भन्दा बढी एब्जर्ब गर्यो भने यसलाई हामीले फर्स्ट क्लास ब्रिक भन्न पाइएन, यसलाई हामीले अर्को क्लास ब्रिकमा क्याटेगोरी गर्नु पर्यो है त। अनि अब यसको अर्को एउटा पोइन्ट छ compressive strength of first class brick is कति हुनु पर्यो भन्दाखेरि चाहिँ 10.5
न्युटन पर एमएम स्क्वायर है त। जस्तै अब यसको कम्प्रेसिभ स्ट्रेन्थ, यसलाई चाहिँ अब ब्रिकलाई चाहिँ कम्प्रेस गर्दाखेरि चाहिँ मिनिमम पनि यसको मिनिमम लेख्नु पर्यो अगाडि। मिनिमम कम्प्रेसिभ स्ट्रेन्थ भनेको मिनिमम कम्प्रेसिभ स्ट्रेन्थ अफ फर्स्ट क्लास ब्रिक इज कति हुनु पर्यो भन्दा 10.5 न्युटन पर एमएम स्क्वायर हुनु पर्यो। अथवा चाहिँ यता कतै कतै हामीले यसलाई 105 केजी पर सेन्टिमिटर स्क्वायर लेख्न नि पाइन्छ है। तपाईले यो एउटा पोइन्ट याद राख्नुभएको छ भने यसलाई यसमा कन्भर्ट गर्ने, यसलाई यसमा कन्भर्ट गर्न हामीले के गर्नु पर्यो 10.5। अब यो न्युटन छ, न्युटनलाई हामीले केजीमा कन्भर्ट गर्नको लागि डिभाइड बाइ 10 ले भाग गर्नु पर्यो, ठीक छ। अनि मेन डिभाइड भनेको हाम्रो यहाँ छ। अब यो एमएम स्क्वायर छ, अब 1 एमएम स्क्वायर छ। अब यसलाई डिभाइड बाइ हामीले 1 एमएम मा कति सेन्टि हुन्छ 10 सेन्टि, 1 सेन्टिमा 10 एमएम हुन्छ भने अब एमएम लाई सेन्टिमिटरमा कन्भर्ट गर्नको लागि 10 × 10 ले मल्टिप्लाई गर्नु पर्यो, ठीक छ। अनि अब त्यसपछि के गर्ने भन्दा चाहिँ अब मल्टिप्लाईमा कन्भर्ट गर्ने डिभाइडलाई भनेको 10.5 डिभाइड बाइ 10 इन्टु अब यो 10 × 10 माथि आउँछ 100 डिभाइड बाइ कति हुन्छ 1 हुन्छ। यो 0 कटिन्छ, कति भयो 105 केजी पर सिएम स्क्वायर है। यसरी यो कुरा आएको, यो कुरा पनि हामीले के गर्नु पर्यो यसलाई पनि याद राख्नु पर्यो है त। ओके अब त्यसपछि हामीसँग अर्को क्लास ब्रिक भनेको सेकेन्ड क्लास ब्रिक छ, ठीक छ। फर्स्ट क्लास ब्रिक पछि अर्को भनेको हामीसँग सेकेन्ड क्लास ब्रिक छ, ठीक छ। फर्स्ट क्लास पछि अब हाम्रो नेक्स्ट भनेको सेकेन्ड क्लास ब्रिक, ठीक छ। अब सेकेन्ड क्लास ब्रिकमा चाहिँ के हुनु पर्यो, सेकेन्ड क्लास ब्रिकमा चाहिँ के हुनु पर्यो भन्दाखेरि चाहिँ अब यसको पनि युनिफर्म 7 साइज हुन्छ हैन। अनि तर यसमा चाहिँ एउटा कुरा के याद राख्नु पर्यो भन्दाखेरि चाहिँ वाटर एब्जर्प्सन भनेको चाहिँ वाटर एब्जर्प्सन should not be more than वाटर एब्जर्प्सन भनेको should not be more than 20% of its dry weight है त। यसको ड्राई वेटको चाहिँ 20% भन्दा बढी चाहिँ पानी एब्जर्ब गर्नु भएन है त, यसले चाहिँ सेकेन्ड क्लासमा। अनि त्यसपछि अब यसमा कम्प्रेसिभ स्ट्रेन्थ कति हुनु पर्यो, यसको कम्प्रेसिभ स्ट्रेन्थ भनेको चाहिँ कम्प्रेसिभ स्ट्रेन्थ अफ सेकेन्ड क्लास मिनिमम भनौँ न, मिनिमम कम्प्रेसिभ स्ट्रेन्थ अफ सेकेन्ड क्लास ब्रिक भनेको कति हुनु पर्यो, सेकेन्ड क्लास ब्रिक शुड बी कति हुनु पर्यो भन्दाखेरि चाहिँ ब्रिक शुड बी कति हुनु पर्यो भन्दाखेरि चाहिँ यसको 7.5 न्युटन पर एमएम स्क्वायर। अथवा चाहिँ हाम्रो यसमा अथवा चाहिँ यसलाई अब केजी पर सिएम स्क्वायरमा कन्भर्ट गर्ने हो भने चाहिँ 70 अथवा चाहिँ 75 हैन। अब यसमा 7 पनि कतै लेखेको हुन्छ, कतै 7.5 लेखेको हुन्छ। यो दुईटामा चाहिँ अब एउटा टिक लाउनु पर्यो अप्सन चुज गरेर है त। अब यसमा 70 to 75 के गर्नु पर्यो केजी न्युटनलाई केजी, एमएम स्क्वायरलाई चाहिँ हामीले सिएम स्क्वायर, केजी पर सिएम स्क्वायरमा हामीले के गर्नु पर्यो यसलाई कन्भर्ट गर्नु पर्यो है त। ओके अब यति बुझ्नु पर्यो सेकेन्ड क्लास ब्रिकमा है त। ओके अब सेकेन्ड क्लास ब्रिक पछि हामी अर्को क्लास ब्रिक छ थर्ड क्लास ब्रिक है त। थर्ड क्लास ब्रिकमा फेरि अब मैले सर भनिदिइहालेँ, थर्ड क्लास ब्रिकमा चाहिँ वाटर एब्जर्प्सन भनेको वाटर एब्जर्प्सन शुड नट बी मोर देन कति भन्दाखेरि चाहिँ 22 देखि लिएर 24 सम्म 24% अथवा कतै भन्दाखेरि चाहिँ 25% भन्दा बढी हुनु हुँदैन है त। नर्मली 20 देखि 25% को रेन्ज भित्र चाहिँ हाम्रो वाटर एब्जर्प्सन हुनु पर्यो। त्यो भन्दा बढी भइरहेको छ भने त्यो भनेको फर्स्ट क्लास थर्ड क्लास ब्रिक भएन है त। ल अब यसमा चाहिँ मिनिमम कम्प्रेसिभ स्ट्रेन्थ यसको कति हुनु पर्यो भन्दाखेरि चाहिँ मिनिमम कम्प्रेसिभ स्ट्रेन्थ भनेको यसको कति हुनु पर्यो भन्दाखेरि चाहिँ यसको 3.5 न्युटन पर एमएम स्क्वायर अथवा चाहिँ 35 केजी पर सिएम स्क्वायर है त। यो दुईटा पोइन्टहरु याद राख्नु पर्यो। यसलाई कसरी कन्भर्ट गर्ने भन्ने हामीले कुरा हेरिसक्यौं। जस यति दुईटा पोइन्ट चाहिँ हामीले सेकेन्ड क्लास थर्ड क्लास ब्रिकमा चाहिँ याद राख्नु पर्यो है त। ओके अब त्यसपछि हाम्रो अर्को एउटा लास्ट भनेको चाहिँ एउटा ओभरबन्ड ब्रिक भन्ने छ। ओभरबन्ड ब्रिक, त्यसलाई हामीले फोर्थ क्लास ब्रिक भन्न नि सक्यौं हैन। नेक्स्ट भनेको चाहिँ हाम्रो के छ भन्दाखेरि चाहिँ ओभरबन्ड ब्रिक छ है त। फोर्थ नम्बरमा चाहिँ ओभरबन्ड ब्रिकलेमा चाहिँ अब यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यसको चाहिँ ठ्याक्कै यति कम्प्रेसिभ स्ट्रेन्थ लिन्छ, यति वाटर एब्जर्प्सन लिन्छ भनेर निकाल्न सकिदैन हैन। अब यसले 25% भन्दा बढी वाटर एब्जर्प्सन लिन्छ। यसको मिनिमम कम्प्रेसिभ स्ट्रेन्थ भनेको चाहिँ 3.5 भन्दा कमै हुन्छ है त। अनि यस्तो खालको ब्रिकहरु हामीले बडी हिट गर्छौं, बडी बर्निङ गरिसकेपछि के हुन्छ डार्क ब्लू कलर हुन्छ है त। दे आर नर्मली
दे आर नर्मली के हुन्छन् भन्दा चाहिँ दे आर नर्मली डार्क ब्लू कलर हुन्छन् है त, डार्क ब्लू कलर हुन्छन् है त, डार्क ब्लू कलर हुन्छन् है त, COLOUR है त कलर। अनि त्यसपछि अब यिनीहरू चाहिँ हामीले नर्मली अब डेकोरेटिभ पर्पजको लागि भयो, त्यसपछि अनि हाम्रो सोलिङ गर्नको लागि भयो है त, दे आर नर्मली युज्ड एज हैन, युज्ड एज डेकोरेटिभ अथवा चाहिँ सोलिङ गर्नको लागि, सोलिङ फर फाउन्डेसनको लागि हामीले केलाई के गर्न सक्छौँ, युज गर्न सक्छौँ है त, फाउन्डेसनमा युज गर्न सक्छौँ। अनि त्यसपछि अब ओभर वन ब्रिक भनेको लगभग यति नै भनेर याद राख्दा हुन्छ है त। अब त्यसपछि हाम्रो नेक्स्ट टपिक छ एउटा रिफ्र्याक्टरी ब्रिक भन्ने है त, रिफ्र्याक्टरी ब्रिक भन्ने है त, रिफ्र्याक्टरी ब्रिक है त, रिफ्र्याक्टरी ब्रिक है त। रिफ्र्याक्टरी ब्रिक भनेको यस्तो खालको ब्रिक हो जसले चाहिँ जुन चाहिँ जस्तै हामीले धेरै हाई हिटिङ एरियाहरू हुन्छन्, जस्तै अब सिमेन्ट बनाउने बेला जुन हामीले एउटा जोन बनाउँछौँ त्यसमा सिमेन्टको डिफ्रेन्ट जोनहरू हुन्छन्, जस्तै अब हाम्रो मैले भनेको थिएँ एउटा ड्राइङ जोन, क्याल्सिनेसन जोन, त्यसपछि क्लिङ्कर जोन हैन। त्यो जोनको जुन हामीले अब वाल जुन उठाउँछौँ त्यसमा चाहिँ हामीले नर्मली यस्तो रिफ्र्याक्टरी ब्रिक्सहरू राखेर बनाउँछौँ। यिनीहरूले चाहिँ हाई हिट एब्जर्प्सन गर्न सक्छौँ हैन, अनि हाई हिट एब्जर्ब गर्न सक्छौँ यिनीहरूले। अनि त्यसपछि मतलब धेरै त्यो रुमभित्र हामीले यदि जलाइरहेको छौँ भने त्यसले चाहिँ अब त्यो हिटलाई चाहिँ त्यसले रेसिस्ट गर्न सक्छ क्या, हाई हिट रेसिस्टेन्स भनेर हामीले यसलाई पढ्न सक्छौँ हैन, हाई हिट रेसिस्टेन्स हुन्छ है त यसमा चाहिँ, हाई हिट रेसिस्टेन्स हुन्छ है त यस्तो खालको ब्रिकहरूमा हैन। अब यसमा चाहिँ यति याद राख्दा हुन्छ, रिफ्र्याक्टरी ब्रिक्स भनेको हाई हिट रेसिस्टेन्सको लागि युज गरिन्छ है त, यति एउटा कुरा मात्र याद राख्दा नि हुन्छ है त यसमा चाहिँ। अनि त्यसपछि अर्को भनेको चाहिँ हाम्रो अब टेस्ट अफ ब्रिकहरू छ है त, ब्रिकको टेस्टहरू के हुन् है। त्यसपछि नेक्स्ट टपिक भनेको हाम्रो टेस्ट अफ ब्रिक्स, यो पनि सर त्यति इम्पोर्टेन्ट छैन, सर र हामीले याद राख्दा हुन्छ। अब यसको ट्रिक याद राख्ने भनेको चाहिँ गर्छौँ नि हामीले हो त्यो याद राख्ने है त। ओके, अब यस WEHSSSS है त। अब यसमा चाहिँ के गर्ने भन्दा सी भनेको चाहिँ के हो, सी भनेको कम्प्रेसिभ स्ट्रेन टेस्ट, ठिक छ, कम्प्रेसिभ स्ट्रेन टेस्ट, कम्प्रेसिभ स्ट्रेन्थ टेस्ट है त, कम्प्रेसिभ स्ट्रेन्थ टेस्ट। त्यसपछि अब डब्लु भनेको चाहिँ के हो भन्दा चाहिँ वाटर एब्जर्प्सन टेस्ट, ठिक छ, वाटर एब्जर्प्सन टेस्ट, वाटर एब्जर्प्सन टेस्ट। त्यसपछि अनि ई भनेको चाहिँ के हुन्छ, इफ्लोरेसेन्स टेस्ट, EFFLORESCEN इफ्लोरेसेन्स टेस्ट है त। अनि त्यसपछि यस भनेको चाहिँ हार्डनेस टेस्ट, ठिक छ, हार्डनेस टेस्ट, हार्डनेस टेस्ट। फेरि यस भनेको चाहिँ अब साउन्ड टेस्ट हैन, साउन्ड टेस्ट, साउन्ड टेस्ट। त्यसपछि अर्को यस भनेको प्रेजेन्स अफ साल्ट, सोलुबल साल्ट, प्रेजेन्स अफ सोलुबल साल्ट, सोलुबल साल्ट, ठिक छ। अब फेरि अर्को यस भनेको सेप एन्ड साइज, अर्को यस भनेको सेप एन्ड साइज, सेप एन्ड साइज टेस्ट, ठिक छ, सेप एन्ड साइज टेस्ट। र लास्टको भनेको चाहिँ स्ट्रक्चर टेस्ट है त, स्ट्रक्चर टेस्ट। यति भनेको चाहिँ हामीले याद राख्नु पर्यो है त। कम्प्रेसिभ स्ट्रेन्थ टेस्ट भनेको चाहिँ अब कम्प्रेसिभ स्ट्रेन्थ गर्दाखेरि मिनिमम कम्प्रेसिभ स्ट्रेन्थ भनेको कति हुनु पर्यो, 3.5 हुनु पर्यो, म्याक्सिमम भनेको कति हुनु पर्यो, 7देखि लिएर 13 को रेन्जसम्म हुनु पर्यो है त। यो कम्प्रेसिभ स्ट्रेन्थ टेस्ट भनेको कम्प्रेसन इटालाई राखेर कम्प्रेस गर्दाखेरि चाहिँ त्यसको अब मिनिमम कम्प्रेसिभ स्ट्रेन्थ टेस्ट भनेको चाहिँ हामीले त्यो मिनिमम चाहिँ ब्रिकमा कति कति स्ट्रेन्थ ब्रिकले गेन गर्न सक्छ त्यो भनेको चाहिँ मिनिमम कम्प्रेसिभ स्ट्रेन्थ टेस्ट हो त। जस्तै अब मिनिमम कम्प्रेसिभ स्ट्रेन्थमा चाहिँ हाम्रो कतिदेखि 3.5 भन्दाखेरि चाहिँ जस्तै हामीले क्लास पढ्यौँ त्यो क्लास मध्ये सबैभन्दा कम भनेको थर्ड क्लासको थियो, त्यो जुन भनेको चाहिँ 3.5 न्युटन पर एमएम स्क्वायर थियो। अब कम्प्रेसिभ स्ट्रेन्थ टेस्ट भनेको चाहिँ अब ब्रिकलाई चाहिँ हामीले कम्प्रेस गर्दाखेरि चाहिँ ब्रिकको मिनिमम कम्प्रेसिभ स्ट्रेन्थ कति हुन्छ भन्दाखेरि चाहिँ मिनिमम कम्प्रेसिभ स्ट्रेन्थ भनेको 3.5 न्युटन पर एमएम स्क्वायर अथवा चाहिँ मिनिमम अथवा चाहिँ हामीले केजी पर सिएम स्क्वायरमा कन्भर्ट गर्यौँ भने कति हुन्छ
35 kg/cm² हाम्रो के आउनु पर्यो मिनिमम कम्प्रेसिभ स्ट्रेन्थ आउनु पर्यो। अब म्याक्सिममको कुरा गर्ने भने म्याक्सिमम भनेको हाम्रो कतिदेखि कतिको बिचमा आउनु पर्यो भन्दा चाहिँ 70 देखि लिएर 7.5 अथवा 7 Nm/mm² देखि लिएर हाम्रो 13 Nm/mm² सम्म पनि पुग्न सक्छ है। 13 भनेको चाहिँ अझै एउटा फर्स्ट क्लास ग्रेड भन्दा अझै एउटा ग्रेड हुन्छ जुनलाई चाहिँ हामीले ए ग्रेड अफ ब्रिक भन्छौँ। त्यसको कम्प्रेसिभ स्ट्रेन्थ भनेको चाहिँ कति हुन्छ भन्दा चाहिँ 13 Nm/mm² हुन्छ है। त मैले सर यो कुरा भने कम्प्रेसिभ स्ट्रेन्थ टेस्ट भनेको इटालाई राख्ने माथिबाट कम्प्रेस गर्ने, त्यसको कम्प्रेसिभ स्ट्रेन्थ भनेको मिनिमम भनेको 3.5 आउनु पर्यो, म्याक्सिमम भनेको 7.5 देखि अथवा 7 देखि लिएर 13 को बिचमा आउनु पर्यो। त वाटर एब्जर्प्सन टेस्ट भनेको पानीमा डुबाउने 15% अफ वेट त्यो कुराहरू भयो। इफ्लोरेसेन्स भनेको चाहिँ त्यो अल्कालिजको मात्रा कति छ त्यसको कुरा भयो। हार्डनेस भनेको कतिको हार्ड छ त्यसको सर्फेस त्यो हेर्नु पर्यो। साउन्डनेस भनेको दुईटा इटालाई ठोक्दाखेरि चाहिँ क्लियर रिङ्गिङ साउन्ड टक टक आउनु पर्यो हैन। त्यसपछि प्रेजेन्स अफ सोलुबल साल्ट भनेको त्यसमा सोलुबल साल्टको प्रेजेन्स कति छ त्यसको कुरा भयो। सेप एन्ड साइज भनेको सेप एन्ड साइज हेर्दाखेरि रेक्टेङ्गुलर छ कि स्क्वायर छ कि हैन, पर्फेक्टली रेक्टेङ्गुलर छ कि के छ त्यसको कुरा भयो। स्ट्रक्चर भनेको स्ट्रक्चर बाङ्गेटेने त छैन सिधै छ भन्ने कुरा भयो है त। यति भनेको चाहिँ टेस्ट अफ ब्रिक भयो। यो सर हामीले लिस्ट गर्यो, त्यस्तो इम्पोर्टेन्ट पनि छैन। ओके, यो कुराहरू पनि हामीले बुझिन्छ होला। यसको ट्रिक भनेको चाहिँ TRICK ट्रिक भनेको चाहिँ याद राख्ने अनि भइहाल्छ है त। ओके, अब टेस्ट अफ ब्रिक पछि हाम्रो नेक्स्ट टपिक छ डिफेक्ट इन ब्रिक है त। ओके, अब नेक्स्ट टपिक भनेको हाम्रो डिफेक्ट इन ब्रिक हैन। डिफेक्ट्स इन ब्रिक, डिफेक्ट्स इन ब्रिकमा चाहिँ हाम्रो के डिफेक्ट्स हुन्छ ब्रिकमा भन्दाखेरि चाहिँ एउटा भनेको ब्लोटिङ BLOATING ब्लोटिङ, अनि अर्को भनेको चफ है त CHUFF चफ, अनि थर्ड भनेको चाहिँ हाम्रो के छ भन्दाखेरि चाहिँ ब्लोटिङ चफ, अनि त्यसपछि अर्को भनेको चाहिँ ल्यामिनार, ठिक छ ल्यामिनार, त्यसपछि चेक अथवा चाहिँ क्र्याक्स, ठिक छ चेक अथवा चाहिँ क्र्याक्स, अनि त्यसपछि चेक अथवा चाहिँ क्र्याक्स पछि स्पोर्ट्स भन्ने पनि छ है त एउटा, त्यसपछि एउटा स्पोर्ट्स SPORTS स्पोर्ट्स भन्छ त। ब्लोटिङ भनेको चाहिँ सोलेन SWO सोलेन अथवा चाहिँ बबल फर्मेसन हैन, बबल फर्मेसन इन ब्रिक, बबल फर्मेसन इन ब्रिक है त। ब्रिकमा जुन हाम्रो सोलेन भनेको फुल्लिनु हैन, ब्रिकको एउटा कुनै पार्ट फुल्लिनु हैन, सोलेन अथवा फर्मेसन अफ बबल इन द ब्रिक ड्यू टु द एयर इन्ट्र्याप्ट है त, ड्यू टु द एयर इन्ट्र्याप्ट, एयर भित्र इन्ट्र्याप भएको कारणले गर्दाखेरि चाहिँ सोलेन अथवा चाहिँ ENTRA इन्ट्र्याप्ट ड्यू टु द सोलेन अथवा ब्रिक फर्मेसन, सोलेन अथवा बबल फर्मेसन इन ब्रिक ड्यू टु द एयर इन्ट्र्याप्टको कारणले भने चाहिँ हामीले त्यसलाई ब्लोटिङ भन्ने त। अनि चफ भनेको चाहिँ रेन वाटर फलिङ अन अ हट ब्रिक। जब हट ब्रिकमा चाहिँ हाम्रो रेन वाटर फल गर्छ त्यो बेला चाहिँ जुन डिफेक्ट आउँछ त्यसलाई हामीले चफ भन्ने त। अनि त्यसपछि ल्यामिनार भनेको चाहिँ के भन्दा चाहिँ लेयर फर्मेसन है त, लेयर फर्मेसन इन अ ब्रिक, ब्रिकमा जुन लेयर एउटा लेयर फर्मेसन हुन्छ हैन, डिफेक्ट एउटा लेयर जस्तो फर्म हुन्छ हैन, थिन लेयर फर्म हुन्छ हो, त्यसलाई चाहिँ हामीले ल्यामिनार भन्ने। चेक अथवा चाहिँ क्र्याक्स भनेको चाहिँ हाम्रो के हो भन्दाखेरि चाहिँ चेक अथवा चाहिँ क्र्याक भनेको चाहिँ अब यो हामीले सुकाउने बेला हैन, अनि त्यसपछि पानी बढी भयो भने एक्सेस अफ वाटर अथवा चाहिँ एक्सेस अफ वाटर अथवा चाहिँ ड्यू टु द प्रेजेन्स लम्स अफ लाइम हैन, ड्यू टु द लम्स अफ लाइमले गर्दाखेरि हाम्रो जुन आउँछ लम्स अफ लाइमले गर्दाखेरि जुन डिफेक्ट आउँछ त्यसलाई चाहिँ हामीले के भन्ने चेक्स अथवा क्र्याक्स भन्ने। त्यसपछि स्पोर्ट्स भनेको चाहिँ डार्क सल्फाइड ड्यू टु आइरन, डार्क सल्फर स्पोर्ट ड्यू टु आइरन सल्फाइड है त। डार्क सल्फर स्पोर्ट ड्यू टु आइरन सल्फाइड है त, ड्यू टु आइरन सल्फाइड, डार्क सल्फर स्पोर्ट्स ड्यू टु आइरन सल्फाइड है त। यो भनेको चाहिँ हाम्रो के हो भन्दा स्पोर्ट्स हो है त। अब त्यसपछि हाम्रो अब हामी लगभग अब अन्तिम अन्तिमतिर छौँ ब्रिकको। अब यसपछि हाम्रो नेक्स्ट भनेको बोल्ड छ, ठिक छ बोल्ड छ। बोल्ड भनेको के हो भन्दाखेरि चाहिँ अब म बोल्ड भन्छु।
बोन्ड यो सजिलो छ, हामीले पढिसकेको होला यो बोन्डको कुरा। अब ए नम्बरमा चाहिँ स्ट्रेचर बोन्ड छ, ठिक छ, स्ट्रेचर बोन्ड। जस्तै यो ब्रिक छ भने ब्रिकको यो जुन लामो भाग छ नि यसलाई हामीले के भन्छौँ भन्दा स्ट्रेचर भन्छौँ, ठिक छ, STRETCHER स्ट्रेचर भन्छौँ। यसलाई चाहिँ हामीले के भन्छौँ, हेडर भन्छौँ है त। अब यदि स्ट्रेचर राखेर बोन्ड के अरे ब्रिकको एउटा ऊ बनिरहेको छ, वाल बनिरहेको छ भने त्यसलाई हामीले स्ट्रेचर बोन्ड भन्ने, ठिक छ। जस्तै यो स्ट्रेचर हैन, स्ट्रेचर सबै स्ट्रेचर हैन। स्ट्रेचर राखेर हाम्रो यो ब्रिकको वाल बनिरहेको छ भने त्यसलाई हामीले के भन्ने, स्ट्रेचर बोन्ड भन्ने, ठिक छ। यो स्ट्रेचर राखेर बनिरहेको छ भने त्यसलाई हामीले स्ट्रेचर बोन्ड भन्ने। अब हेडर बोन्ड भनेको चाहिँ हेडर बोन्ड भनेको चाहिँ हेड फर्म भएर अगाडि हेडबाट ब्रिक बनिरहेको छ भने हेडर बोन्ड भन्ने, ठिक छ। हेडर पार्ट अगाडि फर्केर चाहिँ हाम्रो बोन्ड बनिरहेको छ भने त्यसलाई हामीले हेडर बोन्ड भन्ने। जस्तै यो भयो हैन, जस्तै यसरी हेडर बनेर बनिरहेको छ भने मैले अलिकति उ बनाएँ है। जस्तै यसरी हेडर पार्ट फर्केर बनिरहेको छ भने त्यसलाई हामीले हेडर बोन्ड भन्ने, ठिक छ। यसरी राखेर बनिरहेको छ भने हेडर पार्ट भन्ने। यो हेडर पार्ट अगाडि फर्केर बोन्ड बनिरहेको छ भने हामीले यसलाई के भन्ने, हेडर बोन्ड भन्ने, ठिक छ। अब हेडर बोन्ड पछि अर्को छ हाम्रो इङ्ग्लिस बोन्ड र फ्लेमिस बोन्ड है त। अर्को छ हाम्रो इङ्ग्लिस बोन्ड र फ्लेमिस बोन्ड है त। सी नम्बरमा हाम्रो के छ भन्दा चाहिँ इङ्ग्लिस बोन्ड छ, ठिक छ। इङ्ग्लिस बोन्ड। अब इङ्ग्लिस बोन्ड भनेको कस्तो खालको बोन्ड भन्दाखेरि चाहिँ जस्तै सपोज एउटा पार्टमा स्ट्रेचर मात्र छ के। जस्तै यो स्ट्रेचर हैन, स्ट्रेचर एउटा पार्टमा स्ट्रेचर मात्र राख्ने। जस्तै एउटा लेयरमा स्ट्रेचर। अब फेरि अर्को लेयरमा चाहिँ के गर्ने भन्दा हेडर राख्ने के। जस्तै अब हेडर हैन। यसमा स्ट्रेचर यसमा हेडर हैन। अब पछि फेरि के गर्ने, फेरि अब स्ट्रेचर हेडर अब फेरि यहाँ स्ट्रेचर अब फेरि यसको तल फेरि हेडर। जस्तै यो फर्स्ट भयो, यो सेकेन्ड भयो, ठिक छ। फर्स्ट लेयर सेकेन्ड लेयर। अब फर्स्ट एउटा लेयरमा स्ट्रेचर अर्को लेयरमा हेडर फेरि स्ट्रेचर हेडर। यो भनेको चाहिँ हाम्रो इङ्ग्लिस बोन्ड है त। सबैभन्दा स्ट्रङ्गेस्ट बोन्ड भनेको चाहिँ यो बोन्ड हुन्छ है त। स्ट्रङ्गेस्ट बोन्ड भनेको चाहिँ इङ्ग्लिस बोन्ड हुन्छ है त। त्यसपछि हाम्रो नेक्स्ट भनेको चाहिँ फ्लेमिस बोन्ड छ, ठिक छ। नेक्स्ट भनेको हाम्रो फ्लेमिस बोन्ड छ। फ्लेमिस बोन्ड भनेको चाहिँ अब एउटै लेयरमा स्ट्रेचर हेडर छ भने हामीले त्यसलाई के भन्ने, फ्लेमिस बोन्ड भन्ने है त। हाम्रो घरतिर नर्मली यही बोन्ड युज गरिरहेको हुन्छ है। जस्तै स्ट्रेचर बिचमा हेडर, स्ट्रेचर फेरि हेडर है त। जस्तै स्ट्रेचर हेडर यस्तो खालको आउँछ नि, त्यसलाई हामीले के भन्ने, फ्लेमिस बोन्ड भन्ने त। जस्तै अब जस्तै यहाँ एउटा स्ट्रेचर आउँछ, एउटा हेडर आउँछ, फेरि एउटा स्ट्रेचर आउँछ, एउटा हेडर आउँछ, स्ट्रेचर आउँछ, हेडर आउँछ, स्ट्रेचर आउँछ, हेडर आउँछ, स्ट्रेचर आउँछ, हेडर आउँछ, स्ट्रेचर आउँछ, हेडर आउँछ है त। भनेपछि स्ट्रेचर हेडर अनि स्ट्रेचर हेडर हैन। यो भनेको चाहिँ हाम्रो कुन बोन्ड हो, फ्लेमिस बोन्ड हो, ठिक छ। ओके, अब त्यसपछि हाम्रो आजको लास्ट टपिक भनेको चाहिँ दुईटा छ है त। एउटा क्लोजर, अर्को ब्याट है त। क्लोजर र ब्याट भनेको इँटालाई टुक्रा पार्ने तरिका हो। यहाँबाट धेरै क्वेसन भन्छ है। क्लोजर र अर्को भनेको चाहिँ हाम्रो ब्याट है त। अब क्लोजर भनेको चाहिँ हामीले मोस्टली ट्रायङ्गुलर पार्टमा चाहिँ हामीले काट्ने हो कि, इँटालाई चाहिँ टुक्रा पार्ने हो है त। क्लोजरमा चाहिँ हाम्रो चारवटा छ। एउटा किङ क्लोजर छ, ठिक छ, किङ क्लोजर छ। अब किङ क्लोजर भनेको चाहिँ जस्तै यो एउटा इँटा छ, ठिक छ।
अब यसको स्ट्रेचर र पार्ट र हेडर पार्ट चाहिँ हामीले मजाले बुझ्छौँ होला हैन। स्ट्रेचर भनेको कुन हो, हेडर भनेको कुन हो मजाले बुझ्छौँ होला हैन। अब यसको इटाको चाहिँ एउटा कुनै कर्नर यसरी काटिरहेको छौँ भने यसलाई चाहिँ हामीले के भन्ने, कर्नर ट्रायंगुलर पोर्सनमा चाहिँ यो इटालाई कट गर्ने फ्रम सेन्टर अफ हेडर र सेन्टर अफ स्ट्रेचर हैन। सेन्टर अफ स्ट्रेचर र सेन्टर अफ हेडरबाट एउटा कर्नर अफ ब्रिकलाई कट गरेको छौँ भने त्यसलाई हामीले के भन्ने, किङ क्लोजर भन्ने है त। त्यसपछि सेकेन्डमा हाम्रो के छ, क्वीन क्लोजर छ है त। क्वीन क्लोजर छ। अब क्वीन क्लोजर भनेको फेरि के हो भन्दाखेरि चाहिँ कटिङ द हेडर इन्टु टु इक्वल पार्ट। हेडरलाई चाहिँ यो हेडरलाई चाहिँ दुईटा इक्वल पार्ट्समा डिभाइड गरिदिने, कट गरिदिने। जस्तै यो एउटा फुल इटा छ भने यो हेडरलाई चाहिँ टु इक्वल पार्ट्समा यसरी डिभाइड गरिदिने, ठीक छ। जस्तै यो हेडर हो नि त, हेडरलाई चाहिँ हामीले के गरिदियो, दुईटा इक्वल पार्ट्समा टुक्रा पार्दियौँ भने हामीले यसलाई के भन्छौँ, क्वीन क्लोजर भन्छौँ। यो भनेको चाहिँ हाम्रो फेरि के हो, स्ट्रेचर हो, ठीक छ। STRETCHER स्ट्रेचर। यो भनेको हेडरबाट चाहिँ इटालाई दुई टुक्रा पार्ने भनेको क्वीन क्लोजर, ठीक छ। एउटा क्वीन क्लोजर, अर्को एउटा किङ क्लोजर, अर्को क्वीन क्लोजर, त्यसपछि अर्को भनेको बी बेल्ट क्लोजर, ठीक छ। बी बेल्ट क्लोजर र मिडवेट क्लोजर है त। अर्को भनेको हाम्रो बी बेल्ट क्लोजर छ है त। जस्तै बी बेल्ट क्लोजर भनेको चाहिँ बी बेल्ट क्लोजर भनेको चाहिँ कस्तो भन्दाखेरि चाहिँ जस्तै यहाँबाट यसरी इटा आइरहेको छ है त, यहाँबाट आइरहेको छ अनि फेरि यहाँबाट यसरी गएको छ। अब बी बेल्ट भनेको ट्रायंगुलर पोर्सन, जस्तै यहाँ हेर्ने यो ट्रायंगुलर पोर्सन हो नि त। ट्रायंगलमा हामीले कट गरेको छौँ, तर बट हाफ अफ हेडर हैन, हाफ अफ हेडर टु इट्स लेन्थ है त, टु इट्स लेन्थ